भगवानको कथा यस्तो छ, जति सुन्यो त्यति सुनौ जस्तो लाग्छ। किन त भन्दा भगवानले हामीलाई सदैव कृपा गर्नुहुन्छ। भगवानको कृपाले नै हाम्रो जीवनमा आनन्दको अनुभूति हुन्छ। तर भगवानको नाम त जप्छौँ हामीले, भगवानको नाम जप्दा पनि हामीलाई सुखको अनुभूति भइरहेको हुँदैन, कष्टको अनुभूति भइरहेको हुन्छ, हामीले चाहेको कुरा पुगिरहेको हुँदैन। तर भगवानले नदिएर होइन, हामीले भगवानसँग माग्न नजानेर हो। हामी भगवानको नाम त जप्छौँ, भगवानसँग केही याचना पनि गर्छौँ, तर ती याचना गरिएका कुराहरू पुरा नभएको जस्तो लाग्छ, पुरा हुँदैनन् पनि। यसको मतलब भगवानले दिनुहुन्न होइन, हामीले भगवानसँग माग्न जानेका छैनौँ। भगवानको सेवा गर्ने हामीलाई नियम थाहा छैन। भगवानको कसरी सेवा गर्नुपर्छ, भगवानको नाम कसरी जप्नुपर्छ, हामीलाई ज्ञानै छैन। त्यही भएको हुनाले नै हामीले भगवानको नाम जप्नाले पनि फल प्राप्त नगरेका हौँ। एउटा सुन्दर प्रसङ्ग, कुनै एक राज्यमा एक भिखारी भगवानको नाम जप्दै भिख माग्ने गर्दा रहेछ। भन्ने रहेछन्, रामको नाममा केही दिनुहोस्, श्यामको नाममा केही दिनुहोस्। भगवानको नाम जप्दै भिख माग्ने गर्थे, तर धेरैले भिक्षा दिन्थेनन्। कोही कोहीले त दिन्थे, तर धेरैले भिक्षा दिन्थेनन्। भन्थे, गाली गर्थे, हट्टाकट्टा छ, मागेर खान्छ, कमाएर खानुपर्छ। त्यो दृश्य राजाले पनि देख्नुभयो र राजाले आफ्नो मन्त्रीलाई भन्नुभएछ, मन्त्री हेर त, यो भिखारीले भगवानको नाम लिएर मागेको छ, तर भगवानको नामले पनि यसलाई भिक्षा प्रदान गर्न सकेको छैन। के भगवानको नाम पवित्र छैन? के भगवानको नाममा त्यो शक्ति छैन कि यो भिखारीले मागेको भिक्षा प्राप्त गरोस्? राजा केही मूर्ख थिए, तर मन्त्री बुद्धिमान थिए। मन्त्रीले यतिकै तर्क वितर्क गरेर जवाफ दिने सोचेनन् र कुनै समय आउनेछ राजाले आफै यो कुराको ज्ञान गर्नुहुनेछ भन्ने विचार गरे। मन्त्रीले केही जवाफ दिएनन्। त्यसपछि ती मन्त्री केही समय पश्चात त्यो भिखारीलाई भेट्न गए र भिखारीलाई भन्छन्, हे भिखारी, तिमीले दिनभर भिक्षा मागेर भगवानको नाम जपेर जो भिक्षा माग्छौ, त्यो भिक्षा मागेर तिमीले दिनमा कति सङ्कलन गर्छौ? भिखारीले भन्यो, धेरै त हुँदैन, कहिले 2-4 माना चामल जम्मा हुन्छ, कहिले 1-2वटा सिक्काहरू पनि जम्मा हुन्छ, यति नै हो। तब मन्त्रीले भन्नुभएछ, अब भोलिबाट तिमी माग्न छोड। तिमी यहाँ एउटा पिपलको वृक्ष छ, त्यो पिपलको वृक्षको तल गएर बस, पलेटी मारेर बस। बिहानदेखि बेलुका सूर्यास्त नहुने बेलासम्म राम राम जप, भगवान रामको नाम जप, र बेलुका सूर्यास्त भए पश्चात म आउनेछु, तिमीलाई 5वटा चाँदीका असर्फीहरू दिन्छु, 5वटा सिक्का दिन्छु। चोरले त्यो भिखारीले विचार गर्यो, दुखै नगरिकन 5वटा चाँदीका असर्फी पाइन्छ भने किन दिन घर घरमा माग्न जानु, किन दुःख गर्नु? भिखारीलाई ठिक लाग्यो, उपाय हुन्छ भन्यो। भोलिपल्ट बिहान भयो, त्यही वृक्षको तल बस्यो र राम राम जप्न थाल्यो। बिचबिचमा आँखा उगार्दै हेर्थ्यो, कतै घाम अस्तायो कि, तर घाम अस्ताएको हुन्थेन। यसरी दिनभरि राम 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 जप्दै जप्दै यसो घरिघरि आँखा हेर्दै हेर्दै साँझ पर्यो, घाम अस्तायो। मन्त्रीले भनेको जस्तै गरेर मन्त्रीजी आए र उनले भने बमोजिमको 5वटा चाँदीका असर्फीहरू दिए, गए। भोलिपल्ट पनि त्यही क्रम सुरु भयो। फेरि साँझ पर्यो, मन्त्री आए, 5वटा चाँदीका असर्फी दिए, गए। एवं क्रमले 1 हप्तासम्म बित्यो। 1 हप्तासम्म के गर्थ्यो त भन्दा त्यो भिखारीले बिचबिचमा आँखा खोलेर हेर्थ्यो, साँझ पर्यो कि भनेर। अब 1 हप्तापछि के गर्न थाल्यो त भन्दाखेरि बिहान जान्थ्यो, त्यो रुखको तल बस्थ्यो, वृक्षको तल बस्थ्यो, राम राम सुरु गर्थ्यो
अब आँखा खोल्थेन। उसले विचार गर्थ्यो साँझ परेपछि आफै मन्त्री आउँछन्, मलाई उठाउँछन्, सुनको चाँदीको असर्फी दिन्छन्, मैले बिचबिचमा किन आँखा खोल्नु पर्यो, खोल्न जरुरी छैन। यही क्रम पनि 7 दिन बित्यो। 7 दिनसम्म पुनः फेरि मन्त्री आए, दैनिक सूर्यास्त भएपछि बोलाउँथे, चाँदीका असर्फी दिन्थे। अब अर्को हप्ता प्रारम्भ भयो। अब पनि त्यस्तै गरी त्यो भिखारी त्यहाँ जान्थ्यो, बस्थ्यो, रामको नाम जप्थ्यो। बेलुका साँझ पर्थ्यो, साँझ परेपछि मन्त्रीजी आउनुहुन्थ्यो, बोलाउनुहुन्थ्यो। अब त के भएछ भन्दा त्यो राम नामको यस्तो आदत बसेछ, राम नाममा यसरी तल्लीन भएछन् कि मन्त्रीले बोलाएको पनि थाहा पाउन छोडे। अब बोलाएर उठ्न छोडे, गएर धक्का नै दिन पर्ने अवस्था आयो। गएर चलाउँथे अनि मात्रै ध्यानबाट भङ्ग भएर हेर्ने गर्थे। यो क्रम पनि 7 दिन बित्यो। अब त्यसपछिको अर्को समय प्रारम्भ भयो। अब त मन्त्रीले बोलाउँदा, मन्त्रीले छुँदा पनि उठ्न छोडे। भगवानको नाममा यति तल्लीन हुन थाले कि भगवानको नाम जप्दा जप्दै कतिखेर दिन भयो, कतिखेर रात भयो, पत्तै हुन छोड्यो। रात दिनको भानै हुन छोड्यो। आँखा चिम्लिएका छन्, केवल राम 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 भनेका छन्, न भोक छ न प्यास छ। त्यो राम नामको आनन्द यति आउन थाल्यो कि आँखा खोलेर एक समय पनि हेर्ने इच्छै भएन, आँखा खोल्ने इच्छै भएन। जब यसरी राम 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 जप्दै जानुभयो, सारा गाउँलेहरूले थाहा पाए एकजना सिद्ध सन्त छन् रे, हर समय भगवानको नाम जप्छन् रे। उनको दर्शन मात्र गर्नाले पनि हाम्रो जीवनमा कल्याण हुन्छ। सारा गाउँलेहरू आउन थाले। त्यही जहाँ बसेर राम नाम जप्नु भएको छ त्यही आउँछन्, दण्डवत गर्छन्, प्रणाम गर्छन्, धन सम्पत्ति अर्पण गर्छन्। ती जो भिखारीको रूपमा पहिला हिँड्नेवाला थिए, एक सिक्काको लागि पनि मरिहत्ते गर्थे, आज सयौं सयौं सिक्काहरू चढेका छन्, आँखा खोलेर हेर्दैनन्, आनन्दित भएर भगवानको नाम जपिरहेका छन्। गाउँमा चर्चा भयो, सहरमा चर्चा भयो, राजासम्म पनि चर्चा पुग्यो। हाम्रो राज्यमा एउटा यस्ता सन्त आएका छन् रे, जो अत्यन्त परम सन्त छन्, अत्यन्त सिद्ध व्यक्ति छन्, जसको दर्शन मात्र गर्नाले पनि मनोकामना पूरा हुन्छ। क्यान्सर रोगीहरूको लागि गरिने अपरेसन र दिइने किमोथेरापी र रेडिएसनका कारण गलेका बिरामी र बारम्बार रगत थपिरहेकाहरूका लागि रामबाण हो यो शक्तिपाक।